Hello everyone, welcome to my camping vlog, mini vlog. हामी चाहिँ क्याम्पिङ लास्ट स्याटरडे गएको थियौँ बट क्याम्पिङबाट आइसकेपछि म काममा बिजी भएर मैले अपलोड गर्न पाएको थिएन। सो आज चाहिँ मैले अपलोड गर्दैछु क्याम्पिङ भिडियो डे 1। हामी चाहिँ 4जना भएर गएको थियौँ र हाम्रो साथीहरू अभनबाट हर्सफिल आएर हामी त्यहाँबाट सबैजना सँगै भएर गएको हो। हामी चाहिँ 1-2 आवर ड्राइभ फ्रम सिडनी, ठाउँको नाम चाहिँ टापाटेली भन्ने ठाउँमा गएको। अनि त्यहाँ जाँदाखेरि त अब पेट्रोल त फुल गर्नु पऱ्यो। हामी पेट्रोल फुल गऱ्यौँ। अनि बाटो यस्तो राम्रो थियो, कस्तो राम्रो भ्यू हुँदै हुँदै हामी अफ रोडहरू हुँदै हामी आफ्नो क्याम्प साइटमा पुग्यौँ। यो चाहिँ हो हाम्रो क्याम्प साइट। यस्तो राम्रो थियो, जङ्गलको बिचमा हरियाली, पिसफुल होइन, नेचर इन्जोय गर्दै। अनि यतातिरको मान्छेहरूले चाहिँ यस्तो क्याटल फार्मिङहरू गर्ने अनि यस्तो ट्र्याक्टरहरू युज गर्दो रहेछ यताउता हिँड्नलाई। अनि हामीले चाहिँ गाडीहरूबाट सबै सामानहरू निकाल्यौँ। कति धेरै फुल भएको थियो गाडी, किनभने क्याम्पिङ जाँदाखेरि अब सबै चाहिँ एभ्री कुरा लानु पऱ्यो, पानीदेखि लिएर सानो सानो कुराहरू पनि। त्यो भएर गाडी चाहिँ दुइटै एकदमै फुल भएको थियो। अनि हामीले पहिला सुरुमा सामानहरू सबै निकाल्यौँ। यहाँ मेरो साथीहरू, मेरो बुढा अनि मितिले चाहिँ यहाँ सामान देख्दै रमाउँदै गरेको। हामी सबैजना खुसी थियौँ किनभने सबैजनाको आफ्नो लङ टाइमपछि यसरी भ्याकेसनहरू बाहिर गएको थियौँ। अनि फर्स्टमा चाहिँ हामीले टेन्ट सेटअप गर्नको लागि, किनभने पछि बस्यो भने अल्छी लाग्छ भनेर फर्स्टमा चाहिँ हामीले टेन्टहरू सेटअप गऱ्यौँ सबैजना मिलेर। त्यो चाहिँ मेरो फर्स्ट क्याम्पिङ थियो। सो आई वाज सो एक्साइटेड र मैले पनि अलिअलि हेल्प गरेँ यताउति टेन्टहरू कसरी गर्दो रहेछ भनेर। अनि त्यही हो, अलिअलि टेन्टको त्यो डन्डीहरू समातिदिने कामहरू गरेँ, गफ गर्दै सबैजना मिलेर यताउति गऱ्यौँ। फर्स्टमा एउटा टेन्ट सेटअप गऱ्यौँ, अनि त्यसपछि बल्ल अर्को टेन्ट सेटअप गऱ्यौँ। अनि यो चाहिँ अर्को टेन्ट हो। यहाँ चाहिँ मितिनी हाँस्दै छिन् के भनेर गफ गर्दै हाँस्दै रमाउँदै काम गर्दै। अनि त्यसपछि हामीले एयर म्याट्रेसमा हावा भएर दुईजनाले एयर म्याट्रेस लिएर आउँदैछन्। एयर म्याट्रेस पनि बेड जस्तै थियो हाम्रो। अनि सब ब्ल्याङ्केटहरू सबै लैजानु पऱ्यो, किनभने हेर्दा दिउँसोमा घाम पनि साँझमा चिसो हुन्छ। त्यसै हाम्रो सामानहरू। अनि त्यसपछि चाहिँ सबै काम भ्याएपछि हामीले चाहिँ दुईजनाले मिलेर चटपटीको लागि रेडी गर्दैछौँ सामान। चटपटभन्दा पनि चाउचाउ साटेको खाएको थियौँ, त्यस्तो मिठो भएको थियो थोरै भए पनि। सामानहरू चाहिँ ठिक्क ठिक्क लिएर गएको थियौँ, धेरै भयो फाल्नुभन्दा बरु ठिक्क ठिक्क लैजानु भनेर। अनि यहाँ चाहिँ यस्तो मिठो भएको थियो थोरै भयो नि। अनि त्यसपछि सबै 4जना मिलेर गफ गऱ्यौँ यताउति। कस्तो राम्रो देख्यो, पछाडि यस्तो राम्रो थियो, हावा परेको चिसो जङ्गलको बिचमा हुँदै। यहाँ जग्गा हरियाली छ, बट त्यो ठाउँमा अझै धेरै राम्रो रमाइलो थियो। वरपर हाम्रो मात्रै क्याम्प साइट थियो भन्नुको अरूहरू कोही पनि थिएन, हामी 4जना मात्र थियौँ। सायद त्यो दुईवटा क्याम्पिङ साइट मात्र भएर नि होला। त्यसपछि हामी चाउचाउ पनि खायौँ, मिठो भएको थियो पिरो। हामी हामी चाहिँ उज्यालोमै साँझको डिनरको तयारी गऱ्यौँ। डिनर चाहिँ केटाहरूको भागमा थियो पकाउने। डिनरमा चाहिँ हामीले बनाएको थियौँ चिकन। अनि नेपाली खाना राइस त चाहिहाल्यो। हामी मासुको भात चाहिँ खाएको थियौँ साँझको डिनरमा। यो चाहिँ यस्तो मिठो भएको थियो, चिकन हेर्दा पनि यस्तो मिठो भएको थियो कि हामीले अहिले यति धेरै खाना खान्छौँ नि। अनि हाम्रो बुढाले मोबाइल चलाउँदै हुनुहुन्छ। अनि मैले पनि अलिअलि खाना भात बसाल्नुलाई चामलहरू सबै ठिकठाक पारेको थिएँ। अनि धनियाँ काट्ने यताउति सबैजना मिलेर कसैले के गर्ने सबैजना मिलेर गऱ्यो भने रमाइलो पनि हुन्छ, सबैजना इन्गेज पनि भइन्छ, काम छिटो पनि भइन्छ। मैले चाहिँ सबै भिडियोहरू क्याप्चर गरेको थिएँ, पछि मेमोरीको लागि पनि हुन्छ होइन। पछि हामी यसरी काट्थ्यौँ भनेर धेरै पछि हेर्न कस्तो रमाइलो लाग्थ्यो। यो चाहिँ मासु यस्तो यम्मी भएको थियो नि, मिठो भएको थियो। यहाँ चाहिँ खाना रेडी छ। अनि अब क्याम्पिङ गएपछि क्याम्प फायर त गर्नु पऱ्यो। यो चाहिँ बिस्किटहरू, अनि त्यो अर्को के भन्छ मलाई नाम चाहिँ थाहा भएन। त्यो चाहिँ हाम्रो यही क्याम्पिङ ओनरले दिएको थियो। यो चाहिँ आगो यस्तो राम्रो थियो, साँझको भ्यू यस्तो चराचुरुङ्गीहरू कराएको यस्तो दामी थियो। अनि हामी चाहिँ एकछिन आगो तापेर बस्यौँ। तर दिउँसो तापेर भए पनि साँझ त्यो ठाउँमा यस्तो चिसो थियो, मलाई यति जाडो भएको थियो। मलाई जाडो भयो, मैले टावल ओढिरहेको छु क्या। चाहिँ एकछिन सबैजना मिलेर आगो ताप्यौँ, गफ गर्ने, आगो ताप्ने, अनि यहाँ चाहिँ दुईजनाको मैले पक्का भिडियो बनाइदिएको थिएँ। यहाँ चाहिँ राम्रो भिडियो हेर्नु न, म के बोलाउँ यत्रो धेरै लङ भिडियो हो। अनि म आफ्नै तरिकाले
बोलिरहेको छ। अनि साँझ चाहिँ अब हामीले खाना खायौँ, यति धेरै खाना खायौँ सबैजना। आइसकेपछि चटपट चाउचाउ खाए पनि हामीले साँझ यति धेरै खाना खायौँ। यस्तो मिठो भातको खाना, यस्तो मिठो भातको, ओ माई गड, यति पनि फाल्दैन, सबै खाना खाइयो। यस्तो मिठो भातको मासु पनि। अनि यहाँ चाहिँ सबैजना खाना रेडी खाएको अगाडि, अनि यहाँ चाहिँ मेरो फोटोहरू छ हाम्रो। ओके, बाई।